यो टेम्पुमायुँ 7 भर्राईमा अवस्थित सत्यदेवी मन्दिर परिसरमा। यो मन्दिर परिसरमा हप्ताको सोमबार चाहिँ पञ्चवली पूजा हुने गर्दछ। यो यहाँ व्यवस्थित गर्नको लागि भवनहरू बनाउनु भएको हो। सत्यदेवी युवा क्लब एउटा क्लब छ। यो मन्दिर सञ्चालनार्थ स्थानीय स्तरमा एउटा समिति छ। त्यो समितिले यो मन्दिरलाई यी भक्तजनहरूलाई व्यवस्थित गर्न यो टहरो बनाउनु भएको हो। अनि यो चाहिँ एउटा भोरनाईको टेम्केमयुको आस्थाको केन्द्र पनि रहेको छ। यहाँदेखि यो गेटदेखि यो मन्दिर प्रवेश गर्ने ठाउँ हो। म मन्दिर प्रवेश गर्दैछु। यहाँहरूलाई यो देखाउन चाहिरहेको छु। यहाँ माथि गएपछि यहाँ पञ्चबली पूजा हुन्छ र पञ्चबली पूजामा राँगा, बोका, कुखुरा, हाँस, परेवा गरेर पञ्चबली दिने गरिएको छ। स्थानीय स्तरमा चाहिँ यहाँ पञ्चौली भन्ने चलन पनि रहेको छ र म पञ्चौली भइरहेको छु। खासमा पञ्चबली हो। यहाँहरूलाई यो देखाइरहेको छु। यहाँ यो प्राकृतिक हिसाबले पनि मनोरम छ। यहाँदेखि टेम्केमयु 8 र 9 का 7 का मनोरम दृश्यहरू पनि देखिन्छ तलतिर गर्दा। यहाँ चाहिँ भोजपुर सदरमुकामबाट पानधारे हुँदै खोटाङ बजार हुँदै दिक्तेल जोड्ने सडक पनि हो यो। यसरी यो परपूर्व कालदेखि यहाँ यस्तो हुँदै आएको छ। यहाँ चाहिँ विभिन्न मान्छेका मनोकांक्षा पुरा हुन्छन्। जस्तै विदेश जाने मान्छेहरूले भिसा लागोस्, राम्रो काम पाऊँ भनेर भाकल गरेको हुन्छन् र त्यो भाकल मेट्नका लागि यो मन्दिरमा पञ्चबली पूजा गर्ने गरिएको छ। यो विगत लामो समयदेखि नै हो। पहिले यस्तो रूपमा थिएन यो मन्दिर। अहिले स्थानीय स्तरमा यो संहिता लागू भइसकेपछि केही पालिकाको बजेट, केही वडाको बजेट, केही स्थानीय स्तरमा मान्छेहरूले आफै व्यवस्थापन गरेर पनि यसलाई अलिक व्यवस्थित धेरै राम्रो बनाउने कोसिस गरिएको छ। यो लगभग 2300 देखि 2500 को हाइटमा पर्छ यो। यहाँभन्दा माथि चाहिँ यहाँभन्दा धेरै माथि ट्याम्के पर्दछ। त्यसको अलिक तल यो पर्दछ। हेर्नु हुँदैन। अनि दर्शक महानुभावहरू यो हप्ताको सोमबार यहाँ हुने गर्दछ। यहाँ पञ्चबली नभइकन कसैले हाँस, कसैले परेवा, कसैले कुखुरा लिएर पूजा गर्नुहुन्छ। यो चाहिँ यहाँ फोहोर व्यवस्थापन गर्ने गरिएको छ। यो चाहिँ खास मन्दिर प्रवेश गर्ने बलि दिने ठाउँ चाहिँ यो हो। यहाँ यस्तो छ। सत्यदेवी भनेर एउटा जनविश्वास रहेको छ र हामी पनि आज यो पञ्चबलीकै सिलसिलामा यहाँ निक्लेका थियौँ। यहाँ मसँग तल धरानदेखि आएकी भान्जी हुनुहुन्छ। भान्जीले पनि यसो ल मन्दिर जाऊँ न त भनेर मैले घुमाउन पनि लिएको हो। यो अभिलेख यस्तो छ। यो अभिलेख पनि हेर्न सक्नुहुन्छ यहाँहरूले। अनि पञ्चबली यो मेन मन्दिर देखाएँ तपाईँहरूलाई। यहाँ बलि दिने ठाउँ हो यो। यहाँ राँगाको बलि दिइन्छ। यहाँ पनि पूजा गरिन्छ। एउटा जनआस्था जनविश्वास रहेको छ यो मन्दिरमा। हेर्नुहोस् यो चिन्डो आकारमा यहाँको स्थानीय युवाहरूको सक्रियतामा यो भएको छ। यो 12 महिना बग्ने मूल हो। यो चाहिँ महाकाल भनेर यहाँ अभिलेख हेर्नु होला स्क्याप नगरिकन। यहाँ जङ्गल छ है। सल्लाहको रुखहरू, पातलेको रुखहरू, अरू के रुखहरू छन् म पनि त्यति चिन्दिनँ। तर यो रमणीय ठाउँ पनि छ। मान्छेको जनविश्वास जनआस्थाले भरिपूर्ण हो यो। देश गरी जागिर पाऊँ, विदेश गएर राम्रो काम पाऊँ, भिसा लागोस्
भनेर अथवा विभिन्न रोग व्याधिहरूको चाहिँ रोग व्याधिहरू निकोस् भनेर मान्छेहरूले भाकल गर्ने गर्दछन्। यहाँ चाहिँ खोटाङका एकाध स्थानहरू भोजपुरका टेम्पो 9, 8, 7, 6, 4, 5 लगायतबाट पञ्चबली पूजा गर्ने चलन छ। यो सोमबार यहाँ पूजा हुन्छ। यहाँको पुजारी बिर्द हुनुहुन्छ। पुजारी गइसक्नुभयो, अलिक ढिलो आए आज। त्यसो भएकाले यो मन्दिर घुमाउन ल्याउँदैछु। भान्जी, यो भान्जीलाई घुमाउन ल्याएको। यो मेरो भान्जी उहाँ धरानबाट आउनुभएको, यो रातो ज्याकेट लाउने। अनि उहाँलाई चाहिँ यो घुमाउँ त भन्ने हिसाबले यी मेरा भतिजिनी हरू हुन्। अनि यी साना नानीहरूलाई लिएर आएको छु आज म गर्नलाई, विशेष गरी घुम्नकै लागि भनेर पनि अनि प्रसाद ग्रहण गर्न भनेर पनि। यस्तो छ है हजुरहरू। यो म तपाईँहरूलाई फेसबुकमा देखाउने छु, टिकटकमा देखाउने छु। हेर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। युट्युबमा पनि आउँछ, सेयर पनि गर्नु होला। हामीले पनि धेरै गऱ्यौँ, गर्नु न हजुरहरू तपाईँहरू पनि। यी अभिलेखहरू यस्तो छ यहाँ। अभिलेख बुझिएन होला, अलिक माथि छ। लेउ लागेकोहरू छ, त्यस्तो छ। लु सर, नमस्कार यहाँलाई। यो लाइभ गरेको यो भर्राईमा अवस्थित यो सत्यदेवी मन्दिरको अलिकति महिमा केही बताइदिनुहोस् न। यो हाम्रो पूर्वकालदेखि नै यहाँ चाहिँ सोमबार पूजा गर्ने प्रचलन रहेको। हजुर। अब किंवदन्ती अनुसार यहाँका राईहरूको नै यहाँका पन्नाहरू रहेको कुरा अहिलेसम्म अवगत छ। राई पनि विशेष गरी साम्पाङ राईहरू यहीँका हाम्रा स्थानीय राईहरू नै पन्ना थिए। अनि त्यसैको उसबाट अनि यहाँ हरेक सोमबार हजुर यो एउटा श्रावण महिना बाहेक अरू महिनाको अरू जुनसुकै उसको पनि हप्तामा 4 चोटि सोमबार यहाँ पूजा हुन्छ, पञ्चअली हुन्छ। परेवा, कुखुरा, हाँस, राँगा यहाँ पञ्चअली सहित गरेर 5 चिजको यहाँ भेडो सहित गरेर यहाँ बलि दिने चलन छ। यो मान्छेले किन भाकल गर्छन्, किन पूजा गर्छन्, तपाईँलाई थाहा भए अनुसार अलिकति बताइदिनु। यहाँको पूजा गरेपछि र यसो भगवानको आराधना गर्दाखेरि सबै हाकेताएको कुराहरू पुग्ने। अब घर परिवारमा घाउ खटिँदा यस्तो जुडा हैजा केही पनि नलाग्ने भन्ने कुरा चाहिँ यहाँको हामीले थाहा पाए अनुसारको त्यस्तो प्रचलन चलेको छ। धन्यवाद हजुर। नमस्कार। अलिक परिचय दिएर भन्दा मैले चिनिनँ हौ, चिन्नुपर्ने हो। म भवकृष्ण तिलसिना। हजुर हजुर। पहिले मेरो घर उहाँ जोसँग अगाडि बोल्नुभयो तिलसिना, उहाँको सँगै म उहाँकै भतिजा। ए हजुर। अहिले पनि मैले जे जति मेरो त्यहाँ भएको थियो सबै उहाँलाई नै जिम्मा लाएर छोडेर हिँडेको हुँ। अहिले म इटरीको 2 नम्बर वार्डमा बसोबास गर्छु। र हिजो संजोगवश म पनि यहाँ आइपुग्ने भोजपुर आएको थिएँ। भोजपुर आएपछि उहाँ काका हजुर पनि जानुभएको थियो। उहाँसँगै आएर बेलुका यही बाटो तल झरेर आज पञ्चअली छ भन्दा सबैसँग भेटघाट हुन्छ भनेर तपाईँ पञ्चअलीमा चाहिँ तपाईँ यहाँको छिमेकी होइन? हजुर हजुर। यहाँको चाहिँ एउटा महिमा मान्छेले भाकल गर्छन् होइन, के छ तपाईँले बुझेको? यो आज मात्रै होइन, हामीले सुनेका हाम्रा बाबुबाजेहरूका पालादेखिको कुरो के छ भन्नुहुन्छ भने यो ठाउँमा आएर पञ्चअली गरेर जसले चाहिँ भाकल गरेर पञ्चअली गरेर जान्छ उसका इच्छा मनोकामनाहरू सब पुरा हुनेछन्। अर्को कुरो, यहाँ पूजा गर्ने पुजारी अहिलेको त म भन्न सक्दिनँ। पहिलेको पुजारीले आज यस दिन यो चाहिँ दिन यस्तो खालको चाहिँ घटना घट्छ अथवा यस्तो खालको चाहिँ नराम्रो दिन आउँछ, यस्तो आउँछ है भनेर यहाँ पूजा गर्ने पुजारीले अग्रिम जानकारी गराउनुहुन्थ्यो। उहाँहरूले भनेको एकदम प्रष्ट त्यो दिन त्यो बेला त्यतिखेर नै त्यो घटना घट्थ्यो अथवा चाहिँ त्यो बच्ने काम गर्थे सबैले। त्यहाँसम्मको कुरो चाहिँ यहाँ सत्यता छ। यो 90 सालको भुइँचालो जान यतिखेर जान्छ, यति बजे जान्छ, सबै मान्छे सतर्क रहनु, पूजा गरेर छिटो जानु। सोमबारकै दिन परेको थियो। ए हजुर। भनेकोले त्यो दिन नै भुइँचालो गएको थियो र यो भुइँचालो चाहिँ सबले सतर्क रहनु भनेर यहाँको पन्ना पुजारीले चाहिँ भनेको कुरो समेत यहाँ हामी अघि हाम्रा बाजेहरूले भनेको हामीले कति 60 वर्ष पुग्नु भन्नुभयो। म लगभग त्यो तपाईँले पनि अलिअलि जानकारी जान्नुहुन्छ त्यो यहाँको होइन सत्यता त्यस्तो केही थियो? यो यहाँको सत्यता वास्तविकता के छ भने जो मान्छेलाई दुःख परेको छ, जो मान्छेलाई पीडा परेको छ, जो मान्छे विदेश जान्छ, जस मान्छेलाई केही कुराको चाहना हुन्छ, त्यो चाहना पुरा गर्नको लागि यहाँ देवीको भाकल गरेर
5 वटा बलि दिएर त्यो बलि दिइसकेपछि उसको भाकल गरेपछि उसको काम सिद्ध हुने र सिद्ध भइसकेपछि आएर त्यो मान्छेले यहाँ 5 वटा बलि दिएर पूजा गर्ने प्रचलन छ र अहिले पनि त्यही चलन चलिराखेको छ र यहाँ देवी माताले चाहिँ नि अहिलेसम्म सबैको इच्छा पुरा गर्नु हस् धन्यवाद सर, धन्यवाद। थ्याङ्क यू